हुन त बिहा त छोरीको गर्नु नै पर्ने हो, तर ज्वाइँ पसारो छिटपट लाग्यो त हो। कति वर्ष पुग्नु भयो नानी? छुट्टी शनिबार आइतबार गभर्मेन्ट होलिडेहरू काट्दा 42 चाहिँ पुग्यो है त। ए मेरो छोरी भन्दा त नानी त अन्त 22 वर्ष छिटपट हुनुहुँदो रहेछ। किन बिहा चाहिँ नगर्नु भएको अन्त? अब बिहा गर्ने उमेर त दादाले मेरो लागि गुमाइसके नि आमा। जब म सानो थिएँ त्यति बेला मलाई पापाले पनि छोडेको, आमाले पनि छोडेको। एउटा दाजु त थियो, मलाई आफ्नो छोरा सम्झेर हुर्कायो, बिहा पनि गरेन। अनि जब मेरो बिहा गर्ने उमेर आयो, अब म पनि मेरो फर्ज निभाउनु पर्यो नि त, होइन? म बिहा गर्नुभन्दा पहिला चाहिँ मेरो दाजुको बिहा गराउँछु भनेर मैले कसम खाएको छु नि त आमा। ए मेरो पनि त छोरीलाई अब उसको पापाले सानोमै छोडेर गएको, मैले दुःख भुक्त गरेर हुर्काएको, म अर्कोसँग बिहा पनि गरिनँ, त्यसकै दुःख पाउँछ भनेर। ज्वाइँ त हेर्दाखेरि ठुलै उमेर भए पनि सिधा रहेछ, सिधा त। हजुर एकदमै सिधा हुनुहुन्छ दादा, जे भने त्यही मान्नुहुन्छ। तपाईँको छोरीलाई रानी बनाएर राख्छ आमा। ए अन्त हुनेवाला ज्वाइँ त त्यति बोल्नु हुँदैन रहेछ, केही त बोल्नु नि। उहाँ चाहिँ तपाईँको हस्बेन्ड हुनुहुन्छ? लु नानी, तपाईँ अब मेरो ज्वाइँ हुने खालको लागेन, जानुहोस् तपाईँहरू ल, यहाँबाट निस्किहाल्नु, छिट्टो गरेर निस्किहाल्नुहोस् त यहाँबाट। किन आमा, के भयो? कस्तो खालको हो भन, अमृतपुरी पनि नचिन्ने मान्छे हौ। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले